एक बेलाको कुरा हो, एउटा गाउँमा एक किसान थिए। उनका खेतबारीले उनलाई बाँच्न पुग्ने अन्न त दिन्थे, तर उनको मन सधैँ भारी हुन्थ्यो। उनी दिनभरि भविष्यको चिन्तामा डुब्थे, भोलिको डर अनि असफलताको त्रास र त्यस्ता समस्याहरूको कल्पना गर्थे जुन अझै घटेका पनि थिएनन्। उनी अत्यधिक सोच्ने बानीको शिकार भए। चिन्ता उनको स्थायी छाया बन्यो। जति नै मेहनत गरे पनि उनी भित्र केही हराइरहे जस्तो लाग्थ्यो। मस्तिष्क सधैँ अशान्त, अनुत्तरित प्रश्नहरूको पछि दौडिरहन्थ्यो। एक दिन आफ्ना ती भारी सोचहरू थेग्न नसकी किसानले गाउँ छाडेर केही नयाँ खोज्न लागे। धेरै बेर हिँडेपछि उनी एउटा बलियो बगेको खोला नजिक पुगे। त्यहाँ एउटा साँघुरो पुल थियो। उनी डराए, खोला निकै गहिरो थियो, त्यहाँ मरिन्छ कि भन्ने डर लाग्यो, तर फर्कने पनि मन थिएन। त्यही बेला पुल नजिकै एकजना अनौठो मानिस देखिए। कालो लामो कपालले अनुहार छोपेका, रातो आँखा र ओठमा कुनै मुस्कान थिएन। किसानले मनै भने, यो त काल नै हो। काल हल्का हाँस्दै भन्छ, मानव, भोलिको सूर्य उदाउनु अघि म तिम्रो गाउँबाट 50 जना लानेछु। किसानको शरीर काप्यो। उनी जति सक्दो छिटो दौडिएर गाउँ फर्किए। गाउँ पुगेर सबैलाई खबर सुनाए। सबै गाउँले स्तब्ध भए। गाउँमा कसैलाई रातभर निद्रा लागेन। तर बिहान अचम्म भयो, 50 होइन 500 मानिस मरे। किसान स्तब्ध भए। उनी झनै डराएर पुनः काल भेट्न खोला पुगे। तैले त 50 मात्र भन्थिस्, 500 किन लगिस्? उनले क्रोधित हुँदै चिच्याए। काल मुस्कुराउँदै भन्छ, हे मानव, मैले त 50 मात्र लिए, बाँकी आफै मर्छु कि भन्ने चिन्ताले मरेका हुन। त्यसपछि कालले एउटा गहिरो सत्य बोले, डर र चिन्ताले मैले भन्दा धेरै मान्छे मारेको छ। जति सोचेर परिणाम नियन्त्रण गर्न खोज्छौ, त्यति नै तिमी बर्बाद हुन्छौ। जीवन त अनिश्चितताको खेल हो, जहाँ प्रयास मिसिएको भाग्य हुन्छ। तिमीले यदि टिकट नै किन्दैनौ भने तिमीले लोटरी कसरी जित्ने? त्यसैले तिमीले सोच्न बन्द गर, अभ्यास गर, आत्मामा विश्वास राख र जुन कुरामा तिम्रो नियन्त्रण छैन त्यसलाई स्वीकार गर। चिन्ता गर्दा तिमी दुःख दुईचोटि भोग्छौ, पहिलोचोटि मनमा र दोस्रोचोटि यदि कुरा बिग्रिए वास्तविक जीवनमा। त्यसैले अगाडि बढ, हिम्मत गर र आफूलाई पूर्ण रूपमा बाँच्न सिकाऊ। यदि यो कथाले तपाईको हृदयभित्र कतै गहिरो ठाउँ छोयो भने त्यो संयोग मात्र होइन। सायद तपाई पनि यो सन्देश सुन्नैका लागि यहाँ हुनुहुन्थ्यो। यदि हजुरहरूलाई यो कथा मन परे कृपया लाइक र च्यानललाई मात्र होइन, आफ्नो जीवनको हिम्मतपूर्ण अध्यायलाई पनि सब्स्क्राइब गर्नुहोस्। यसले हामीलाई थप यस्तै कथा बनाउन प्रेरित गर्नेछ, जहाँ हामी सँगै बाँच्ने, सिक्ने र बिर्सिन नपर्ने कथाहरू साझा गर्छौं। अर्को भिडियोमा भेट्ने बाचा राख्दै अहिलेलाई बिदा माग्छौ। आफ्नो ख्याल राख्नुहोला। हस्त धन्यवाद। जय नेपाल।